उहाँ हाम्रो मनिष दाइ बागलुङको एकदमै प्रख्यात चटपट बनाउने मिठो चटपट बनाउने दाइ। उहाँको घर चाहिँ रौतहट बागलुङ बजारको कृषि विकास ब्याङ्क नजिकै चोकमा उहाँको चटपट पसल छ। उहाँले चाहिँ मिठो चटपट बनाउनुहुन्छ भनेर होला बिहान 8 बजेदेखि बेलुकाको 10 बजेसम्म उहाँको चटपट पसल खुल्ला हुन्छ र उहाँ एकदमै व्यस्त हुनुहुन्छ होइन। चटपट पानीपुरी खानु कति स्वस्थ कति अस्वस्थकर भन्ने कुराको पाटो चाहिँ छुट्टै छ होइन। तर मैले यहाँ जोड्न भन्न खोजेको कुरा के हो भने हामीले चाहिँ हाम्रो देशमा रोजगारी छैन होइन, केही पनि छैन, अवस्था छैन भनेर धेरै गुनासोहरू सुन्छौँ गर्छौँ। तर मनिष दाइ एकजना जो रौतहटबाट आएर बागलुङमा चाहिँ चटपट बेचेर उहाँले आफ्नो भाइ दाइलाई समेत यहीँ ल्याएर पहिला सँगै काम गराएर अनि छुट्टा छुट्टै उहाँहरूको पनि बागलुङ बजारमा छुट्टै अर्को 2वटा पसल पनि छ। सँगै उहाँले आफ्नै पसलमा पनि अरू 2जनालाई रोजगारी दिनुभएको छ। हामीले आफ्नो तर्फबाट चाहिँ कति प्रयास गर्छौँ भन्ने कुराले पनि यो व्यावसायिक हुने होइन सफल हुने कुराहरू निर्धारण गर्छ होला। बिहानदेखि रातिसम्म उहाँ खटेर यसरी काम गर्नुहुन्छ, तर हामी धेरैजना चाहिँ कामभन्दा बढी गुनासो गर्छौँ होइन। अनि अरूबाट चाहिँ अपेक्षा गर्छौँ अरूले केही गर्दै हुन्थ्यो भन्ने गर्छौँ अनि सधैँभरि दुःखी हुन्छौँ, चिन्तित हुन्छौँ।